हेलो सर, अब भन् तिम्रो 49वटा क्याप भइसकेको छ हैन। अब खेल्दाखेरि 50औं क्याप हुन्छ हैन। अब नेपालको 100औं गेम पनि छ। यो मोमेन्ट कस्तो भइरहेछ अहिले उज्बेकिस्तान आइसकेपछि यसो भन्नु। फर्स्ट अफ अल त अब हाम्रो गेम आइरहेछ, त्यसमा हामी एकदमै हैन एक्साइटेड छौँ। अब 50औं क्याप भन्दा पनि अब गेम कसरी जित्ने भन्ने नै छ हैन। यसपालि अब हामी एएफसी को क्वालिफाई हुने हाम्रो लक्ष्य छ हैन। अब त्यो मैले आफ्नो तर्फबाट 50औं क्याप खेल्दा चाहिँ अब मैले देशलाई हैन कन्ट्रिब्युट गरेको सम्झिँदा चाहिँ खुसी लागिरहेछ। अब अझै अब म खेल्छु भन्ने चाहिँ मलाई लागिरहेछ। यो अहिलेसम्मको ट्रेनिङ कस्तो भइरहेछ त? अब त्यही मेरो चाहिँ अब के म चाहिँ अब इन्जर्ड भएँ पहिले हैन। त्यही भएर मेरो चाहिँ लाइफमा अप्स एन्ड डाउन भइरहेछ। अब कहिले राम्रो कहिले नराम्रो भइरहेछ हैन। अब त्यही भएर अब अस्ति अब योभन्दा अगाडि चाहिँ अब हल्का नराम्रो गेम भइरहेको थियो। अब चाहिँ मैले आफूलाई मोटिभेट गरेर अब अझै राम्रो खेल्छु भन्ने चाहिँ लागिरहेछ।